भाइ एउटा नयाँ एक्स्ट्रा सुनाउ त, नयाँ एक्स्ट्रा एकदम नयाँ एकदम एक्स्ट्रा है। एउटा खत्रै छ सुनाम त, एउटा खत्रै छ, एउटा खत्रै सुनाम दाइ तपाईँ नै आउनु न, एकछिन रेकर्ड गर्दै हुनु, तपाईँ आउने अब सुरु गर्छु है त। भनौँ भन न। यो चाहिँ मैले बुवाको बारेमा लेखेको होइन। अब अलि डिफ्रेन्ट छ, हिजो अस्ति भन्दा अलि डिफ्रेन्ट छ। कस्तो लाग्छ? बुवा तपाईँ जस्तो बन्न म सक्दिनँ, कति गाह्रो छ म भन्नै सक्दिनँ। म मान्छे हेर्दा मात्रै ठुलो, बानी अझै बच्चै छ। किनकि जताततै जान मन लाग्छ, जे देख्यो त्यही खान मन लाग्छ। न पैसा बच्छ न खाएको कुरा सबै पच्छ। कहिलेकाहीँ त मलाई म्याकडोनल्डको बर्गर पनि पच्दैन, साँच्चै भनेको। कहिलेकाहीँ त मलाई म्याकडोनल्डको बर्गर पनि पच्दैन। तर दाइ प्लास्टिकमा पोको पारेको त्यो चिसो भात है, प्लास्टिकमा पोको पारेको त्यो चिसो भात खाडीको तातो घाममा सेक्दै खाँदा मेरो बुवालाई कसरी पच्छ? सही। मेरो पेटले त त्यस्तो पचाउन सक्दैन। बुवा तपाईँ जस्तो बन्न म सक्दिनँ, कति गाह्रो छ म भन्नै सक्दिनँ। अझै सम्झिन्छु के त्यो रमाइलो बालापन है। साँझपख जब बुवा घर आउनुहुन्थ्यो, हातभरि मिठाईका पोकाहरू ल्याउनुहुन्थ्यो अनि मेरो राजा खै भन्दै मलाई बोलाउनुहुन्थ्यो। त्यसपछि म पनि खुसी हस्याङ फस्याङ गर्दै बुवाको काखमा जान्थेँ। दुवै हातमा मिठाई मुखमा अट्टी नअट्टी गरेर खान्थेँ। अनि सोच्थेँ मेरो ज्ञानी बुवा मलाई सधैँ मिठाई ल्याउने, बिहान जाँदा ठिकै तर बेलुका आउँदा धेरै गनाउने, लुगा उस्तै पुरानो अनि फाटेको लगाउने। तर अहिले आएर थाहा भयो कि मलाई गनाएको त्यो पसिना त मैले नै खाएको मिठाईसँग पो साटेको रहेछ है। मलाई गनाएको त्यो पसिना त मैले नै खाएको मिठाईसँग पो साटेको रहेछ। दिन रात मेहनतले बुवाको कमिज फाटेको रहेछ। अझ उल्टै सबै मिठाई तै खा बाबु म अगाइसकेँ भन्दै मलाई ढाँटेको रहेछ। वर्षौँदेखि जिम्मेवारी र ऋणको बोझले थिचेको बुवाको त्यो काँध मलाई राखेर डुलाउँदा पनि किन थाकेन? मेरो काँधले त त्यस्तो थेक्न सक्दैन। त्यसैले यो जुनीमा बुवा तपाईँ जस्तो बन्न म सक्दिनँ। म कोसिस गर्छु तर हुन्छ भन्न सक्दिनँ है बुवा। एकचोटि कोसिस गर्छु तर म हुन्छ भन्न सक्दिनँ। इष्टकोट आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो। इष्टकोट आफ्नै काटी छोरालाई